जीवनमा धेरै अनुभव सँगाल्नु भएको हजुरबुवा हजुरआमासँगको कुराकानी कार्यक्रम उहिलेका कुरा। नमस्कार, कार्यक्रम उहिलेका कुरामा हार्दिक स्वागत छ। कार्यक्रममा हामी जीवनको लामो अनुभव सँगाल्दै जिउँदो इतिहासको रूपमा रहनुभएका हाम्रै हजुरबुवा हजुरआमाहरूसँग उहाँहरूको जीवन भोगाइसँग सम्बन्धित रहेर कुराकानी गर्छौं। आजको कार्यक्रममा हामी कुराकानी गर्दैछौं गैंडाकोट 10 भेडाबारी निवासी हजुरआमा नेत्रकुमारी अधिकारीसँग। आमा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु, अहिलेसम्म हजुरहरूको आशीर्वादले सन्चै छु। हिँडडुल गर्न, यताउति कामहरू, घरयासी कामहरू गर्न सक्नुहुन्छ? घरयासी काम भन्नाले मलाई अरू रोग केही छैन बा, पेट पनि दुख्दैन, टाउको पनि दुख्दैन, यी घुँडा दुख्छ, घुँडा दुखेर हिँड्न सक्दिनँ, अरू चाहिँ। अनि नि आमा घोडा दुखेर चाहिँ यताउति हिँड्न पनि गाह्रो हुन्छ है? गाह्रो हुन्छ बा, घुँडा दुख्छ, हिँड्न यताउता हिँड्नलाई यो एक सराई गर्दा पनि भएन। घुँडा खिएछ भने यता यताको घुँडा खिएछ भने है पहिला उमेरमा दुःख गरियो? दुःख गरियो, गाम्रा बेसी भारी बोक्ने कति हो अनि बुढेसकालमा निस्किँदो रहेछ हो? त्यति बेला सोचिएन कि फेरि यो होला उसो होला भनेर? सोचेन पनि सोचे नि क्या नि, बुहारी मान्छे भइयो त्यति बेला दुःखै गर्न है। अब सासू ससुरा घरमा बुहारी मान्छे भइयो, बेसी थियो, जानु पर्थ्यो काम गर्न, हुँदो खेतीपाती लाउने, काउनु छ नि, मकै छ नि, के भारी बोक्ने। अनि कति वर्षको उमेरदेखि बुहारी हुनुभयो आमा? 9 वर्षदेखि। 9 वर्षदेखि थाहा पाउनुभयो आफ्नो बिहे भएको? थाहा पाएँ, 9 वर्ष। केटाकेटीमा है? 9 वर्षका हुन् दुइटै। होइन, म फागुनको, उहाँ चैतको। दुवैजना खेल्ने एकै ठाउँमा भाँडाकुटी खेल्ने साथी त हुनुहुन्थेन? हुन्थ्यौँ, भाँडा गर्दा खेल्ने। अनि फाटा गयो भने सँगै पटुका हुन्थ्यो क्या, ऊ बेला पड्का बाँध्थ्यौँ। अब हामीले नि पड्का बाँध्ने, त्यो पड्का फोकाएर पड्का यसो गरेर गाँठो पार्ने, अलिकति यहाँ राख्ने, अनि हिर्काउँदै हिँड्ने। अनि साथीहरूले फेरि ओहो लौ दुलैलाई हिर्कायो भन्ने गिज्याउने क्या भन्ने। अनि त्यस्तै बस्ने सबै वरिपरि। उमेरदेखि थाहा पाउनु, मतलब त्यो केटाकेटी खेल्ने उमेर त भइहाल्यो होइन? त्यसरी दुला दुलै त अब भाँडाकुटी खेल्दा नि भइन्थ्यो नि त। अनि साँच्चीकै हामी त बुढाबुढी रहेछौँ भनेर चाहिँ कति पछि थाहा पाउनुभयो त? 12-13 वर्ष पछि है। केटाकेटीको उमेर चाहिँ कस्तो भयो नि आमा? मतलब त्यस्तै खेल्दा खेल्दै गयो क्या अरे, रमाइलो भएर गयो भनौँ न। बाख्रा चराउन नि जानुभयो? बाख्रा चराउन, गाई भैँसी चराउन, फाँटा जाने। अनि त्यो 9 वर्षको उमेरमा बिहे हुनुभन्दा नि अब त बिहा गरे वर्ष माइतै बसियो है, घर जानु पर्दैन थियो। 9 वर्षको बच्चा केटी नै भइयो। 10 वर्ष लासी घर जाने, धेरै यस्तो अलिअलि घर बस्ने, अन्त माइतै बसियो। मुख्य 11 वर्ष भएपछि बल्ल बर्खा गालियो क्या। बर्खा समयमा बसेर तिजा लिन आउने चलन भयो। बाबाहरू तिजा लिन आउने र जाने। कति टाढा थियो नि? दिनभरि लाग्थ्यो हिँड्ने हो उठिखेर, दिनभरि जान लाग्थ्यो। अब भोलिपल्ट त दिनभरि फेरि एकदम आइज जान लाग्थ्यो। हिँड्दै हो के अरे? हिँड्दै डाँडा काँडा माथि उक्लिया छ, अनि फेरि ओह्रालो ओर्लिया छ। कोही कतै जानु पर्यो भनेदेखि चाहिँ जो होस् सबैजना हिँडेर जानु पर्यो? हिँडेर जानु पर्यो, साधन केही पनि थिएन त्यतिखेर। बिहामा जाँदा डोलीमै लए। 9 वर्षको बच्चा भयो, हिँड्न नसक्ने, बोकेरै लए। अनि बोकेरै डोलामै बोकेर लए। 2वटा डोला लिएर आएर उहाँले एउटा डोला, मलाई एउटा डोला बोकेर लगाएको। पढ्ने उमेरमा त बिहे गराइदिए आमा? 9 वर्ष होइन कि पढ्ने उमेरमा बिहे गराइदिए? पढ्ने उमेरमा बिहा गराइदिए। पढ्ने भन्ने नै थिएन त्यति बेला? पढ्ने भनेको पढ्न पर्ने रहेछ क्या अरे, ऊ बेला पढाइदिएनन्। त्यतिखेर त फेरि छोरीलाई पढाउने होइन, छोरालाई मात्रै पढाउने हो भन्ने चलन क्या है। छोरी त अर्काएर जान्छ त होइन, छोरालाई पढाउने हो, छोरीलाई पढाउने होइन, बाख्रा हेरेर पठाउने भन्ने। हामी फेरि खुसी भएर बाख्रा हेर्न दौडिने। काम सिकाउनु पर्छ, घर गरेर खानु पर्यो, फेरि माइतीले केही सिकाएनछन् भन्छन् त्यो त डर आमालाई है। अब कति पठाउनु पर्ने छोरीलाई, अनि घर जाँदा कसैले बनाएर पठाउनु पर्ने, रोटी पकाएर
सेलरोटी पकाएर टपरीमा राखेर अर्को टपरीले नातो लाएर त्यस्तो लिएर भारी बोकेर लिएर जानु पर्थ्यो। आफूले नि सिक्दै जानुभयो नि रोटी बनाउन? हजुर, रोटी बनाउन आफूले नि सिक्दै जानुभयो नि? त्यस्तै हो, पछि हो सिकेँ। त्यतिखेर त अब आमाहरूले गरे, घर गए सासूहरूले पकाउनु भयो। काम माइतीमै सिक्नुभयो कि अलिअलि घरै गएपछि सासूले सिकाउनु भयो त? घरैमा भन्नाले नि त्यो रोटी पकाउनु त अलिक पछि केमा हो, रोटी पकाएको मैले बिर्सेँ, जान्नु चाहिँ जान्दिनँ भनेर कस्तो गर्छ मैले रोटी पकाउँछु भनेर 2 महिना चामल भिजाएर सेलरोटी पिनेर ठुन्का नुटी भयो नि कसैलाई दिने होइन भनेर पकाएको छ। आफैले खाने हो? आफैले जस्तो भयो नि भनेको छ। राम्रै पकाएँ। पहिले पकाउँछु एउटा धडा बिग्रियो अनि त्यहाँ पछि राम्रै पकाएँ। म त खुसी भएँ क्या, जान्ने रहेछु नि। त्यो नि बिर्सिन्न क्या म कति। 21 सालमा है, 21 सालमा चितुङ झरेको। लमजुङबाट? लमजुङबाट। बाले जाम भन्नुभयो चितुङ? बा नै गएर यहाँ हजुरबुढा? त नि उहाँलाई नै लिएर जानु हो, बाहिर जानु हो। बाहिर भन्नाले पढ्न होइन, इन्डिया भाएर छिटो मिठो भएर अल्लरे। अनि साथीहरूले जाम भाइ भनेर जाँदाखेरि त्यतिखेर त उडिसा अनि कहाँ जानु अब, टाढा कता हो। पैसा कमाउनु जानुभयो? के को पैसा कमाउने अनि उतै खाने, आफूलाई खाने, रमाउने। घर दुःख थिएन अनि आफैले कमाउने, आफैले रमाउने। आउँदाखेरि जित्तैले आउनको घर। अनि त्यति बेला कहाँ जानुभयो? चिठी पत्रै हुँदैन थियो त्यतिखेर। चिठी नै आउने, कता हो ठेगानै छैन। घरमा सासू रुनी छोरो हरायो भनेर माइत गए, आमा रुनी ज्वाइँ हरायो भनेर। कति वर्ष नि आमा त्यस्तो भएको? छोरो जन्मियो भन्नु त 1950 छोरो जन्मिया हो। त्यो छोरो वर्ष दिनको भएको थियो, 20 वर्ष। छोरोकै अनुहार हेरेर हजुरले 19 वर्षमा छोरो जन्मियो अनि 20 वर्षमा हिँड्नको। कहिले आउनुहुन्छ भन्ने त मनमा त हुन्थ्यो होला? त्यो त भइहाल्छ नि, तर पनि छोरोको मन मतलब श्रीमान हराउनु र तर मलाई बेलैमा छोरो दिनु अर्थ के अरे भगवान्ले भन्थे। मतलब कति वर्षपछि कति वर्षपछि फर्किनु भयो? 7 वर्षपछि हो क्या हो। बापरे, एउटा त आफै मर्यो होला त? आफै मर्यो थियो होला, मतलब त्यस्तो त होइन तर पनि भए पनि आफै त हराउनु भयो भन्ने। घर नि आमाले नि छोरो हरायो भने सासू आमाले नि रुनी, कहिले केही आउँदैन भने माइत गर्ने आमाले सधैँ नै भइरहन्छ कहिले फर्किन्छ भन्ने कुरा सबैलाई पनि दैनिकी अब यस्तै रहेछ भनेर चलिरहेको थियो होला। यस्तै रहेछ भनेर चलिरहेको थियो। अकस्मात आउँदाखेरि त नसोचेको नसोचेको कुरो। त्यतिखेर लाइट हुँदैन थियो क्या, गाउँघरमा त्यो बाली लाइट हुँदैन थियो। अनि त्यो दिन दाई थियो घरमा, मौसिरा हुनुभएको दाई थियो। अनि तराबारी लाइट बाले यस्तो त्यसै बाहिर गएका लाउरीहरूले लाइट बाली केक्का नै हुन्थ्यो। केक्का नै हुन्थ्यो, लाउरिया कहाँको लाउरिया लाइट बाले भनेर भनिन्थ्यो, त्यसो भनिन्थ्यो। अनि हामी दाई थियो यतापट्टि घरमा दाईको राति नै दाई होइन दिउँसो दाई, बेलुका चाहिँ परिसक्यो काम गर्दा गर्दा रात पऱ्यो काम गर्दा दाई हाल्दा छन् दहेराहरू घर बसे खान आफू थाकेर है घरमा गफरेर त्यो घरमा भात पकाउँथ्यो, बारीमा पकाउँथ्यो क्या खाना। त्यो दिनमा धेरै हुन्थ्यो नि त, धेरै हुन्थ्यो। त्यसै गरी बारीमा पकाएर खाइन्थ्यो। बारीमै पकाएर बसेको थियो। खै अब कोले पकाउन्, सासूहरू कुनले पकाए। अनि म पनि त्यहीँ थिएँ, बुहारी मान्छे पानी सानी ल्याउने अनि क्या नि है। अनि उहाँ आउनु आएर त है, अनि लाइट बाल्दै आउनु हो त है। यस्तो उपल्लो गह्रो भन्ने अब भन गल्ली भन्थ्यो है पाहाडमा, गल्ली आफू त जानुभयो। हामी उँधो ठुलो गह्रोमा खाना पकाएर बस्यो। कुनले कुन लाउरी आयो लाइट बालेर लाउरी आयो भन्थे। गाई गई गरियो साथीमा गाईको भन्दा नि त्यसै भनियो क्या, त्यसै हेरियो। अनि हेर्दै कुन चाहिँ मेरो साथीले ठुली म जेठी हुँ, ठुली भन्थ्यो मलाई।
घरमा सासुराले ठुल्ठुलै भन्नुहुन्थ्यो अनि साथीहरूले सबैले ठुली ठुली भन्थ्यो अनि लाइट हालेर आउनु अनि आउँदा हाम्रो तरारी भित्र पस्नुभयो है घर आउँदा ठुली तेरा त पाहुना आए अब भने अनि पाहुना आयो नि मैले ताउलो गरी भात पका खाऊ क्या अरे यहीँ ल्याएर खुवाउँला नि पाहुनालाई भने मैले त यहाँ लाइट बालेर कहाँको लाउरी आएको भनेर गफ अरे छोरो वर्ष दिनको थियो थियो भएको थियो छोरो र जानुभएको हो अनि 8 वर्ष भइसक्यो छोरो भयो 5-6 वर्ष नै हुन हो 6 वर्षको भयो छोरो दाइ हाल्ने पछि गोरु धपाउने मान्छे भइसकेको थियो नि खेल्ने हेर्ने भएको थियो सबै हुने दाईमा त रमाइलो हुने हाम्रो सबै साउका खलकहरू जम्मा हुँदै दाई हाल्दै उसकार पाऱ्यो परेरी लाउँदै अनि त्यसरी गर्थ्यौँ के अरे अनि बेलुका आउनु लाइट हालेर अनि को पाहुना आयो घर भात पकाउनु पर्यो भने अनि त्यही घरकी उनले सासू पर्थ्यो नि त्यो सासूले यहाँ यत्रो ताउना भात पकाएको के को भयो भात पकाउँछस् बुहारी मान्छे पानी सानी ल्याउने धन्दा हार्ने हेर्नुपर्छ यहीँ ल्याएर खुम्ला नि तेरो आएर आयो नि पाउनु हाम्रो आएर पनि उयो एउटा पाउनु भन्नु त्यो सासूले है अनि त्यसो भन्नु क्या नि भने त्यही पनि पाहुना आएपछि कस्तो पाहुना आयो को आयो भनेर गएँ म चाल है चाल गएँ अब ठुलो पिँढी र सानो पिँढी मजेरी हुन्थ्यो क्या बाहिर अनि म सानो पिँढीमा गएर बसेँ अनि आफू ठुलो पिँढीमा अनि त्यहाँ अरू दाजुभाइहरू सबै गम्मा भयो क्या गम्मी भएर बात मारेर बसेँ क्या त्यो 12 साले छोरो 14 साले 14 सालको मेरो छोरो सासूले पाहुनाको देवर 12 साले हुनुहुन्थ्यो अनि आएर केटी आएर एउटा पाहुना हाँसी यसो पुलुका हेरेँ बसेँ त्यस्तै पिँढीमा अनि सासू आमाले छोरो चिन्छन् आजसम्म छोरो छोडेर गइस् कुनको छोरो चिन् भन्नुभयो कि सासू आमाले बुवालाई अनि अब आफ्नो छोराछोरी चिनिहाल्ने सिउँर भाटे हुन्थ्यो कपाल पाले हुन्थ्यो सिउँर भाटे त्यो भाइ यो छोरो हो कि भन्नुभयो भाइ र छोरो उत्रै हुनुहुन्थ्यो लगभग 12 साले देवर 14 साले छोरो 2 वर्षको फरक 2 वर्षको फरक त्यसै हजुर ठुली बुहारी भएपछि देउरानी भए देउरानी कति थिए 3 वडी हजुर ठुली भइसकेपछि केही अराउन पाइयो अलिक कम पर्यो होइन देउरानीहरूले मलाई आमासम्म माने हुन् त्यो त आफूले पनि आमासम्मकै व्यवहार गरेर पनि होला आफूले पनि आमासम्मको व्यवहार गर्ने 2-4 दिन माइत गएँ भने दिदी हो चाँडै आउँछ भनेर रुन्थ्यो देउरानीहरूले हेर्नुहोस् है अनि देउरानी जेठानी त साथी हुन् नि त साथी हुन् मिल्दार हुन् अब किन आफू पनि मिल्दार भयो है जेठोपात सबै कुरो उनीहरूलाई अराउने सिकाउने भयो देउरानी जेठानीहरू एकदम मिलेर बसे हौँ बुहारी भइसकेपछि जेठी बुहारी भइसकेपछि जेठी बुहारी भइसकेपछि सबै कुरो आफूले जानेको कुरा आफू पहिले आइयो होइन आफू पहिले आएपछि आफूले जानेको कुरा आफूलाई सासूले सिकाएको र मैले सिकाएँ क्या देउरानीहरूलाई अब माइतीमा त छोरीले गर्नु हुँदैन दैलो पोतो भन्ने हुन्छ गर्दैन थियौँ माइत दैलो पोतो गर्नुहुन्न छोरीले त्यहाँ पनि आमाले पनि खुट्टै टेक्नुहुन्थेन त्यस्तो हो अनि माइत गरे होइन त्यस पछाडि दैलो पोतो गर्न त सासूले घरै आएर सिकाउनु भयो घरै आएर सिकाउनु अनि तपाईँ नि देउरानीहरू त्यो त अब आमाहरूले गरेको देखिया थियो है यसो गर्ने रहेछ भन्ने यसो गर्नुपर्छ हुन्थ्यो त्यो त्यसरी पोत्नीहरू भाँडाहरू हुन्थे यस्तो माटाका भाँडा हुन्थे अनि त्यो अलग चुलो पोत्ने अलग्गै हुन्थ्यो चुलो पोत्ने भित्र पोत्ने अलग्गै हुन्थ्यो यस्तो भैँ पोत्ने अलग्गै हुन्थ्यो भान्सामा एकचोटि पसिसकेपछि निस्कने चलन थिएन नि होइन पहिले हजुर भान्सामा कि गइसके पछाडि निस्कने चलन कसैले सबैजना नखाएसम्म सबैजना नखाएसम्म दैलाले बाहिर निस्किन पाइँदैन थियो दैलोसम्म जान पाइन्थ्यो एउटा साडी मात्रै लाएर उभेला त्यो भित्र लाउने पनि थिएन है त्यही एक सर साडी लाउने हो फन बेरेर खाना राख्ने हो अनि खाना सबै देवर जेठाजुवार खाना सासूवार खाने उभिन पर्थ्यो बसेर हुँदैन थियो
खाइन्जेल उभिरहनु पर्यो खाइन्जेल उभिरहने उहाँहरू खाएर उठेपछि बल्ल भयो त्यो सबै चलन मानेरै आउनु पर्यो चलन सबै मानेर आएको पानी लिन जाने चाहिँ कतिको टाढा थियो नि पानीको बँधेर नि टाढै थियो भोर्ला गाछ थियो बाँसा गाछ थियो वरिपरि अनि त्यसमा फेरि भोर्ला गाछ गाछ थियो त्यो बाँसामा अँध्यारो अँध्यारो ढुङ्गोहरू हुन्थ्यो त्यो भोर्ला भनेको त ठुलो ठुलो पात हुने होइन त्यो ठुल्ठुलो पात त्यो स्याखु हुन्थ्यो नि त स्याखु छाप्ने भोर्ला पात भन्थ्यो नि हो त्यो भोर्ला लगाएर थियो अनि त्यो राति डर लाग्यो भने बाटोमा जाँदाखेरिमा त्यही बाटोमा त्यति बेला चाहिँ अनि टर्च नभएको बेलामा चाहिँ केले मतलब त्यति बेला त के बाल्नुहुन्थ्यो नि हजुरहरूले चाहिँ ठिकै छामछुम गरेर जाने भए जाने हो नि डर लाग्यो भने अलिक जाँदाखेरि बाटो अब यस्तो गल्ली हुन्थ्यो उपरपट्टि पनि घर हुन्थ्यो तलपट्टि पनि घर हुन्थ्यो जाँदा अलिक पर जानु पर्थ्यो त्यहाँ गएपछि अनि साथी गयो हिँड्नुहोस् न जाम मलाई डर लाग्यो भने तिनका घर अलिक आगा उल्टो लिएर जाने उल्टो हल्लाउने त्यो साथीले घरको कसैको हेला होइन क्या सासूहरूले ससुराले सबैले माया गर्ने है मलाई माया गर्ने अनि बिहान अनि ठुल्ठुलाई उठ उज्यालो हुन लाग्यो भन्नुहुन्थ्यो सासूले अनि जरेजहरू गरेर उठ्थे आमाले बोलाउनु बजैले बोलाउनु त्यतिखेर त कहाँ आमा भन्न पाइन्थ्यो र बजै भन्नु पर्थ्यो हजुरलाई पनि दुलै होला मलाई दुलै ठुल्ठुलै उठ भन्ने बुहारीलाई पनि दुलै भन्ने चलन है पहिला त्यो सुखै सुखमा हुर्किए तापनि तर चलनहरू यो संस्कारहरू त धेरै परिवर्तन भइसक्यो नि आमा धेरै भन्दा अहिले सजिलो भएको हो अहिले धेरै सजिलो नि धेरै सजिलो नि अहिले त भात पकाएपछि भन्सार तल ओरिनु पाइँदैन थियो अहिले भात बसालेर कहाँ पुगेर खाएर खाइन्छ राइस कुकरमा बसाले हिँड्यो एउटा मात्रै साइड लाहा यस्तो पेट गर्ने हुँदैन थियो त्यही साइड लाहा बुढी लाउनु पाइँदैन थियो अनि सानो सानोमा नि आमा खेल्ने साथीहरू हुँदाखेरि के खेल्नुभयो नि गट्टा खेल्थ्यौँ धेरै जस्तो गट्टा ढुङ्गा लिन्थ्यो बिसवटा कोही 5वटा गट्टे लिएर खेल्थ्यौँ कहिले 20वटा गट्टा लिएर खेल्थ्यौँ त्यही खेल्यौँ अथवा त के खेल्ने अहिले पढ्नु पर्दो रहेछ भन्ने त लाग्यो पनि आमालाई अब हो के अरे पढ्नु त त्यतिखेर त छोरालाई पढाउने हो छोरीलाई पढाउने होइन भन्ने चलन थियो कसैका छोरीलाई पनि नपढाउने अब त्यस्तै थियो ऊ पनि पढेको छैन ऊ पनि पढे छैन सबै गोठाला गएका दिदीबहिनीहरू त्यही रमाइलो भएको त्यही रमाइलो जम्मा हुने वन भात खानुभयो हजुर वन भात खानुभयो वन भात पनि खाइयो फाटा लगाएर वन भात खाने भनेर लैन्थ्यो साथीहरू त्यो सबै जम्मा हुने गोठाला हुनेको साथीहरू अनि कोहीले भनेर जान्नु होइन घर भनेर जान्थ्यौँ हामीले चोरेर लगेनौँ खाएनौँ तर त्यो पनि त रमाइलो हुन्थ्यो नि सुक्क झिकेर कहिले पाइन्थेन नि त कसैले त पाउनु भएन नि त पाइन्थ्यो त्यस्तो छेकथुन घरमा केही थिएन क्या अनि पाइन्थ्यो आज सबैले खाजा खाने भने खान यस्तो भने खान भनेपछि घिउ चाहिँ हामीले किन्न पर्थ्यो माइती पैसा चाहिँ ल्याएर राखेको हुन्थ्यो है आफ्नै घरमा दिएन अनि घिउ चाहिँ घर दिँदैन थियो क्या खाजा खाने भनेपछि चामल चाहिँ घिउकै भुटुनहरू बनाउने घिउ घरमै चाहिन्थ्यो नि त होइन घरमा चाहिन्थ्यो हामीले माइत आमाहरूले चाहिँ कहिले कहिले केही खानु मन लाग्यो खाल्छ भनेर आमाहरूले घिउ दिनुहुन्थ्यो क्या कोसेली आउँदाखेरिमा डब्बाभरि त्यतिखेर डब्बाभरि घिउ हालेर पठाइदिनुहुन्थ्यो है त्यस्तै कहिले कहिले आफ्नो सर्नुस हुन्थ्यो आफ्नो छुट्टै माइतीले दिएको सर्नुस हुन्थ्यो त्यही सर्नुसमा ल्याएर राख्ने आजकल त ती सामानहरू नि कता गए अहिले यस्तो भन्यो भनेर सम्हालेर अलिअलि राख्नु भएन केही नै राखेन त्यति बेला खाँचो पर्यो अनि कता गए के आवश्यकता अनुसार नयाँ नयाँ कुरा आए अनि पहिलेको जस्तो भएन पछि त सबै कुरो सजिलै आयो सबै कुरो घरमै बन्दोबस्त भयो है खाजा त त्यति बेला मकै भटमास रोटी त्यस्तै त हुन्थ्यो नि खाजा त्यही हो मकै भटमास हो अहिले हामीले होटेलमा भर्खरै गयौँ भने नि हाम्रो लागि त खाजा तयार छ नि त्यही त नि है छ नि
अनि यस्तो अहिले बजारमा बनेका खाजाहरू त्यस्तो केही चाख्नु भएको छ आमाले? कहाँ खाम हुने त्यतिखेर त बजार हुने त्यस्तो बजारमा खाजा बनेको हुँदैन थियो। पछिल्लो समय चाख्नु भएको छ कि मोमो चाउमिन यस्ता यस्ता भन्ने कुरा? यो त पछि खाए मात्रै, नत्र मैले त्यति बजारको खाइन। पहिला फेरि यसरी बजारमा गएर खाने भन्ने चलनै थिएन नि त, कसले पकाएको के थिएन, अहिले पनि छैन। अहिले नि मैले चाहिँ म बजारमा गएर खान्न, माछा नि खाइँदैन। माछा पकाएर हुन्छन् के भन्छन्, खानीलाई त केही भएन नि है चोखो त्यस्तो लाएर अलि दल्कियो। तर आफ्नो व्यवस्था आफैले गर्ने हिजो खाएको त त्यही हो, तर खाना छोडेपछि त्यति त खानु नहुने जिनिस र त बाबाले किन खुवायो होला। हामीले नि यिनै छरछरिएर आफूले खाँदा त खाऊ भन्यो भने के खान्छ छुट्टै नि खुवाइयो क्या है। अनि पछि सरसर त हिँडेर बुझ्दै ल्याउँदाखेरि त नखाने जिनिस र त्यो त मासुको कुरा गर्नुभयो। मासुहरू त यसरी मान्छेले खाने जात त होइन र त नि, हामी त त्यो खाने जात रहेनछ। त्यस्तो आयो क्या, त्यस्तो आएर अनि चट्टै छोडेपछि त्यो खाम हुने अनि केही आत्माले नै छोडेपछि त आत्माले नि छोड्यो, सजिलो भयो मलाई। कहिले यति छोडेको थिएँ सकिनँ, मैले त खाएँ पनि भन्थेँ है, तर मैले चाहिँ छोडेपछि त्यो आफ्नो आत्माले खान्न भनेर छोडेको छु, त्यस्तो खाइ। जिन्दगीमा यस्तो दुःख पर्यो भन्ने त हजुरलाई लागेन? कहिलेकाहीँ मन दुख्नु अथवा चित्त नपर्नु अथवा कसैले के भन्दाखेरि मन दुख्नु भन्ने कुरा त छुट्टै भए? त्यस्तो कहिल्यै भएन मलाई। म घरको नि सबैको हाई भएँ, जेठीबारी भएँ। मलाई देवर जेठाजुहरू गाउँघरका जेठाजुहरू सबैले मलाई चाहिँ एकदम मान्नुहुन्थ्यो भनौँ न कुराले गर्दाखेरिमा। ओहो छोरा बिहार्न त गोर्खा हो मेरो माइती है, गोर्खाली कि छोरी ल्याउनु पर्ने त जस्तो ससुराहरू गफ गरेर बसे, बाहिर गफ गरेर बस्ने है, देवर जेठाजुहरू ससुराहरू गफ गरेर बस्ने, तमखु खाने। अनि तमखु खाने गोठालो थियो हाम्रो है, खड्के गुरु भन्ने गोठालो राखेको थियो 12 मासे। अनि ल खड्के त्यो चिलिम खेलाउनु नदिने थियो ससुराहरूले, तमखु भरेर दे भन्ने। अनि तमखु खाने। हजुरहरूले त भन्नु पर्थेन तमाखु? पर्दैन थियो, गोठालो थियो, 12 मासे गोठालो थियो गोठालो, हली दुयल गोरु थिए। आनन्द थियो। आमा माइतीको एक मास खाने ठिक्कै थियो, घरको धुन्दा नै धनी। उहाँको घर चाहिँ एकदम धनी, साउ खलक भन्ने नामै चलेको हेर्नुहोस् है। त्यतिखेर त गोठा म भर्खर जाँदा त गोठाला थिएँ, गोठाले तमखु भर्थेँ। यहाँ सुन्नुहुन्थ्यो यत्र ती सानो सासूहरू, बुढी सासूका यत्र थिए। सुनैको हो, सुनै नाम। हजुरको यहाँ पनि पुवाल रहेछ यो? ढुम्री लगाएको हो नि त, ढुम्री लगाएको पुवाल। यहाँ सुन लाउने, यहाँ ढुम्री लाउने, यहाँ बुलाकी लाउने, यहाँ फुली लाउने, लाए नि मतलब त्यो पहिला चाहिँ गहनाले त्यो गर्दाखेरि पनि एउटा श्रृङ्गार अनि छुट्टै उजेलो देखिन्थ्यो नि त। चाँदीको बाला हुन्थ्यो। अनि यो घाँटीमा लाउने चाहिँ के भन्छ त्यो माडवारी भन्छ? गेडी। अनि गेडी हुन्छ, 9 गेडी भनेर 9 वटा गेडा भएको कसैको छाता हुन्छ लगाउने। ती सबै गहना हराए है? खै हराए, तर के फेरि चलन आइरहेछ। तर गेडी त छ नि है। सादा मुगामा अनि कालो त्यो उस राखेर मखमलको उस जस्तो राखेर मखमलको टालो गरेर त्यो खेन्छ भनेर है। यो अहिले लगाउनु भएको यो पनि त पुरानै डिजाइन हो नि हैन? पुरानै डिजाइन हो यो नि। यसलाई के भन्छ? माडवारी भन्छ। माडवारी भन्छ। मलाई यो आमाले, मेरो आमाले बनाइदिएको हो। घरका ठुला थिए, ठुला थिए, अलिक काँडा ठुला भएका। अनि पछि सानी छोरी छ यत्रो बेजीको काँडा गाउन हराउँछ त क्या छ भनेर मेरो आमाले बनाइदिएको। अनि यो आमाको हात हो भनेर म यही लगाइरहेको रातै छोड्नु मन लाग्दैन। फेरि अर्को डिजाइन बनाउन मन छैन? अर्को डिजाइन बनाउनु मान्दैन। यो आमाले बनाइदिएको मलाई। अब छोरी मान्छेलाई त त्यति बेला पैसो भनेको त के हो भने त्यति धेरै उस भएन। घर व्यवहार चलाउने नि छोरा मान्छे नै हुन्थे। अब यस्तै गहना किनिदिने पनि छोरा मान्छे, उनीहरूले ल्याइदिए, आफू मक्क परेर लाउने त हो नि।
तर पनि हजुर पुरै पुरिनु भयो मतलब हजुरलाई झरीझाटै भयो मतलब जिन्दगीमा लाएर खाएको त्यो कुरामा चाहिँ सन्तुष्ट छ यो लाउन पाइन यस्तो भएन भन्ने केही कुरै पनि छैन प्रसन्न भएर जित्ने के त्यो भावनाले जित्दिने किन्न पाएर रुन पनि त कहिले पनि भएन हाम्रा सासूहरू दुईटी थिए अनि म तिरका तिनवटी म सहित तिनवटी बुहारी हुँ अनि तलतिरका दुईवटी हुन् कि तिनवटी थिए होइन कति हो सात भाइ हजुरतिरको 4 भाइ 3 भाइ गर्दा त 7 भाइ भयो नि 7 भाइको 7 वटा देउरानीहरूको जेठी म 6 वटाको जेठी म त्यो देउरानीहरूलाई सबैले मैले कस्तो लाग्यो जे गर्न पर्यो नि सोध्थेँ क्या मसित आमाले जीवनलाई चाहिँ कसरी बुझ्नुभयो त आखिर जीवन के रहेछ त खै सुखै त होला नि अहिलेसम्म सुखै छ दुःख पाएन दुःख पनि मान्छेले मनले मान्ने कुरा रहेछ है अनि मलाई यस्तोमा दुःख पर्यो भनेर त मैले मन खिन्न पार्ने कुरो त आजसम्म केही पनि छैन छोराछोरी छन् अब एउटी छोरी त अब घरमा नातिहरू छन् बिहाएर दिएको जेठी छोरीलाई 3वटी छोरी 2 भाइ छोरा हुन् सबै छन् मेरो जेठी छोरी चाहिँ ज्वाइँ हुनुहुन्छ त्यो चाहिँ छैन अहिले 2 वर्षको गई नातिहरू नातिनी बुहारीहरू पनातिहरू घरभरि छन् त्यति हो मलाई विसन्त भएको अरूको विसन्त केही पनि छैन अब यो जीवनलाई आफूले जसरी सोच्यो त्यही नै रहेछ त्यही नै होइन म सुखी भाग्यमानी रहेछु भन्छु क्या मैले है म भाग्यमानी रहेछु मलाई आजसम्म यतिको मेरोमा है केहीमा दुःख परे पनि छैन केही छैन त्यही एउटी छोरी गई भने अलिकति छेउ लासी केही एउटा छेउ कुहिन पर्ने त है त्यो सन्तोकै मान्न पर्ने त होइन उसको भाग त्यति लिएर आइथ्यो त्यति समयमा त मतलब त्यो बिसन्चो हुने घाउ हो त नि तर पनि मनलाई चाहिँ सान्त्वना दिइरहनु पर्छ सान्त्वना दिइरहनु पर्छ मौका मौका त झलक सम्झिन्छ अरू छोरी आउँदा त्यो नि भयो कि चाहिँ आउँदियो नि भन्ने चाहिँ मन खिन्न चाहिँ हुँदो रहेछ चाहिँ जसलाई यस्तो खालको पीडा चाहिँ जसलाई परेको हुन्छ उसरी भोगेको हुन्छ मतलब त्यो खालको मन चाहिँ उनीहरूसँगै त्यो हामीले चाहिँ जति नै सुकै सम्झाए बुझाउने यस्तै रहेछ भने पनि आफ्नो यहाँभित्र मन त पोलिरहेको हुँदो रहेछ सम्झिरहेको हुँदो रहेछ सम्झिनु त्यो अरू बाहिर सम्झाएकाले सम्झिनु रहेछ कि आफ्नो मनलाई आफैले सम्झाउनु पर्ने आफ्नो मन आफैले सम्झाउनु र भगवानकै भरोसा गर्नुपर्ने रहेछ भगवानकै भरोसा भन्नुपर्ने छ ठिक छ आमा हजुरलाई त बोल्दा आउँदैन भन्दा भन्दैन हामी कुराकानी गऱ्यौँ खै बोलौँला जस्तो भन्नुभएको थियो हजुर खै के बोल्छु र म के आउँदैन म के बोल्छु र खै मलाई केही नै आउँदैन के भन्ने हो जस्तो लाग्थ्यो गाउँघरमा यस्तो पूजा आजा कार्यहरू हुँदा त जानुभयो नि त यसो विवाह व्रतबन्धमा होइन त्यस्तोमा जेमा पनि गएँ धन्दा गर्नुपर्ने मैले क्या यो जाने इच्छा भन्ने आमाले पनि त्यो त कोटी उम्ला बेला त्यहाँ एउटा नररी नाचा बाबुहरूले थाहा पाएन थाहा पाउनु आमा कुन ठाउँमा नररी नाच भनेर फेर भएको थिएँ जहाँसुकै कोटी उम्लाउँदै भन्ने अनि त्यो बनाएको मैले है भेडाबाजीमा यहाँ अहिले मेरो घरको आली उतापट्टि त्यहाँ त्यो होम गरे भएर त्यसको नामै कोटी होम गरे भएर कोटी तपाईँहरू सब महिलाहरू यसरी बिहा नगरेका महिलाहरूलाई सबैलाई वर्तन गराइदिने वर्तन गर्ने कान्छी छोरीलाई यसलाई त वर्तन गराइदिएको हो बिहा नगरी अनि गरिदिएर अनि त्यहाँ कोटीमा लाएँ त्यति बेला हजुरले बिहे गर्नुभएको थिएन गरेको थिएन 35 पाथी चामल एक दिनमा गर्ने त्यो ताउला ठुला ताउला हुने कतिवटा थियो अब ताउला त है 35 पाथी चामल पाक्ने ताउला त धेरै नै भयो नि तर त्यो चाहिँ अब कसलाई बनाउने के गर्ने है यो खुट्टाले त्यो गलामा सचेर यो खुट्टाले एउटा चुलो धकालिदिने अनि त्यो कडा सचेर घिसार्ने ढुङ्गाको चुला लाखान है
अनि एउटा ढुङ्गा लडाएपछि त्यो कोल्टे पऱ्यो अनि 2 हातले तान्ने 35 बासी चामल एउटा शरीरले पकायो। त्यहाँ आउने भक्तजनहरूको लागि खाना? हजुर, त्यहाँ आउने भक्तजनहरूको खाना। जन्म गोर्खामा भयो, लमजुङ पुग्नुभयो है, बिहे गरेर लमजुङ जानुभयो, अनि पछि चितवन झर्नुभयो, पछि चितवन आउनुभयो लमजुङ? पछि चितवन आयो। चितवनको कुन ठाउँमा आउनुभयो नि? पहिले हामी माडी गयौँ होइन त, पहिले माडीमा गयौँ। उहाँ बाहिर जानु हो, छोरो जन्मियो, छोरो 1.5 वर्षको भएपछि बाहिर जानु हो। 6-7 वर्षपछि आउनु भयो। 6-7 वर्षपछि आउनु हो। अनि पहाडमा घामेसी यता गर्नुपर्ने भनेर त्यहाँदेखि बुवासँग मात्रै आउनुभयो? अनि बाबुलाई र मलाई लिएर चितवन झर्नु हो। अनि अलिअलि जङ्गलकै बाटो आउनुभयो? जङ्गलकै बाटो, जङ्गलै आयो, जङ्गलै बसियो। अनि फेरि त्यहाँ चिनजान भएको, त्यसरी गाम्बेसी गरेको, रमाइलोसँग बसेको नि, त्यति बेला फेरि यो जङ्गलमा आउँदाखेरि नरमाइलो लाग्यो नि। त्यो आएका दिन बेलुका त यस्ता रुख खोपेर, यस्ता रुखमा खोपेर अनि त्यता नि खोप्ने, यता नि खोप्ने, अनि यताको अलि माथि बनाएर त्यहाँ माथि सालका काटेर डाँडा भाटा जस्तो क्या काटेर हालेर त्यहाँ माथि त्यो स्याउला हान्ने र सुतेको तारा देखिहान माथि। ए भगवान् पनि टल्लै छन्। मलाई नरमाइलो लाग्यो क्या। ए भगवान्, यस्ता देउला बाबा धौले घर, खाउला बाबा कर्मको घर भन्थे। मेरो बाले साउको छोरा नातिलाई भनेर कति धनी घरमा भनेर दिनुभयो। आज भयो यस्ता आएर बस्नु पऱ्यो भनेर क्या। त्यो रातभर निन्द्रै लागेन। त्यो के हो आकाश देखाएको छु, तारा देखाएको छु, रुनु है। त्यस्तो भयो नि। भोलिपल्टदेखि अब त्यहीँ फाँडफुँड गर्न लाग्यो। त्यहीँ अब यतापट्टि अलिकति पल्लो एउटाले, त्यता एउटाले, त्यहाँ डाङडा ढुङ्नु सबै छन् त्यहाँ है। सबैले चाहिँ त्यहाँ सबै फाँडफुँड गर्न लाहान, बनाउन लाहान, बनाए। अनि समिति घर बनाउने गोडे भनेर सबै मिलेर लामो कटेरो बनाए। सबै एकै ठाउँमा बसे? अनि सबै एकै ठाउँमा बसे? सबै एकै ठाउँ भयो नि। त्यस्तो बनाए, आफ्ना चुला लगायो, भात पकायो, खायो। अनि त्यही सेउलाले उठाएको। पछि त्यही माडीमै घर बनाउनु भयो? 22 वर्ष बस्यौँ नि माडीमा। अनि त्यस पछाडि नवलपरासी जानु? फेरि त्यहाँको फेरि भाग्य सकिए चाहिँ क्या, फेरि त्यहाँ आफ्नो कर्मले भाग्यले जता गराउँछ त्यतै त्यहीँ सकिए त क्या अरे। अनि त्यसले त्यताडि फेरि यता सरे। अब त यतै होला? अब यतै हो। कतिको याद आउँछ फेरि? जानुभएको छैन? हजुर, लमजुङको कतिको याद आउँछ अहिले पनि? किन जाने नि, घर गयौँ नि। सम्झना यादहरू त अहिले पनि त त्यही आउँछ। गोर्खा र लमजुङको जानु भएको छ? माइती पनि? माइती त गोर्खा जानु भएको छ? अहिले पनि हुनुहुन्छ होला नि त गोर्खामा? अहिले त हुँदै छन्, यहीँ छन् सबैजना यतै गर्नु। आमालाई कुराकानी गर्दा चाहिँ कस्तो लाग्यो त अहिले? रमाइलो लाग्यो। मतलब हजुरले, मैले अघि नै जोड्न खोजेको थिएँ कि, मतलब हजुरले रतेउली तिजका गीतहरू पनि त गाउनु भयो होला, भजन कीर्तन गर्नुभयो? त्यति त साथी सराईमा अलिअलि गाइयो। 1-2 भजनहरू त आउँछ होला आमालाई? त्यो त त्यति आउँछ, अर्थो भजन त के नि आउँछ, जति आउँछ त्यति भन्नु। भजन नारायण सज्जन हो, मर्नु छ निश्चय आज कि भोलि, यही छ सारा उषा दिनको। यतिकै भनिरहनुहुन्छ यो? हुन्छ आमा, कुराकानी गरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। आशीर्वाद छ नानीलाई, आशीर्वाद छ। यस्तै भएर हिँडिरहनु होला। हामी पनि यस्तै तपाईँको आशीर्वादले हामी पनि रोग नलागिकन है, रोग नभइकन खुर्सुक्क जान पाइयोस्, म श्रीमानको अगाडि जान पाऊँ, यत्तिकै चोरा पछिमा मेरो भाग्य त्यही छ, आशा त्यही छ। हस् आमा, हस्।